हेलो हेलो साथीहरू, स्वागत छ तपाईँले आजको मेरो मिनी ब्लगमा। आज म तपाईँलाई मेरो करिसा बारी देखाउन गइरहेको छु। मेरो करिसा बारीमा चाहिँ बोडी छ अनि खुर्सानी पनि रोपेको छु मैले। बोडीलाई चाहिँ सपोर्ट दिनको लागि खुर्सानीलाई चाहिँ गोडेर मैले यस्तो पानी जम्ने घेरा बनाएको छु। अनि यहाँ बोडीलाई चाहिँ माथि लराहरू माथि जानको लागि मैले हँगाहरू राख्नको लागि खाडल खोज्दैछु। उहाँ चाहिँ मेरो क्यामराम्यान हुनुहुन्छ। यता मेरो सासू आमा र मेरो छोरी पनि आउनुभयो मैले काम गरेको हेर्नलाई। मेरो छोरी चाहिँ आरू टिप्ने कोसिस गरिरहेछ। यो चाहिँ मेरो आरूको रुख हो गाइस। अनि यो मेरो लिचीको बोट बाँडिरहेको छैन। अनि मैले यताबाट हाँगाहरू ल्याएर यसमा राखिसकेँ गाइस। फेरि मैले हाँगाहरू गाडेर मैले यसको टुप्पाहरू हाँगामा लगाइसकेँ। अब बाँडेर आफै माथि जान्छ साथीहरू। यो बोडीको हाँगाहरू निकाल्छ बोडी। मेरो छोरी रुखमा जाने कोसिस पनि गरिरहेछ साथीहरू। मेरो छोरी धेरै उटपटाङ काम गरिरहेछ। आमालाई सघाउनलाई धेरै कोसिस गरिरहेछ। यता मेरो सासू आमाले मलाई सिकाउँदै हुनुहुन्छ, यस्तो यस्तो गर भनेर सिकाउँदै हुनुहुन्छ। मेरो सासू आमाले, मेरो छोरी पनि सिकाउँदैछ मलाई। म यता चिचिन्डाको बोट पनि लगाउनु सोचिरहेको थिएँ, तर मेरो सासू आमाले लगाइसक्नुभयो। यता मेरो टमाटरको बोट पनि थियो साथीहरू। एउटा टमाटरको पाकेको पनि थियो, अरू फलिरहेछ। मेरो सासू आमाले चिचिन्डा रोप्दै हुनुहुन्छ। चिचिन्डाको तरकारी मिठो हुन्छ लास्टै। मेरो छोरीलाई हेर्नु गाइस, मेरो छोरी यस्तै पटाङ काम गर्छ। हाम्रो फर्सीको मुन्टा पनि खानलाई रेडी भइसक्यो गाइस। मल चाहिँ हाम्रो यता छ। यो चाहिँ हाम्रो भिन्डी पनि रेडी भइसक्यो खानलाई। एक दुईचोटि त खाइ पनि सक्यो हामीहरूले। मम्मी पनि आउनुभयो, फेरि छोरी पनि आइसके। अनि हामी चाहिँ जता गयो छोरी पनि उतै आउँछ। उहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ। हाम्रो अङ्कलको चाहिँ बजारमा होटल छ, त्यही भएर बिहान गएर अहिले आउनुभएको। म चाहिँ मल लगेर फेरि खुर्सानीमा हाल्न गइसकेँ। उहाँ चाहिँ मेरो क्यामराम्यान चाहिँ पप्पीसँग खेल्दै हुनुहुन्छ। अनि फेरि म ठाउँ आइहाल्नुभयो। फेरि मैले मल हालेँ। अनि मल हालेर फेरि पानी पनि हाल्नु पऱ्यो, त्यही भएर अनि छिटो मल हाल्नुमा तर्फ लागिसक्यो गाइस। मेरो नानीले तरकारी खानुलाई भिन्डी पनि टिप्न लाग्नुभयो गाइस। उहाँलाई चाहिँ भिन्डीको तरकारी लास्टै मनपर्छ, त्यही भएर भिन्डी तरकारी बनाउनलाई टिप्दै हुनुहुन्छ उहाँले चाहिँ। अनि यो सागको नाम चाहिँ के होला साथीहरू? तरकारी टिपिसकेपछि म लाग्यो भाँडा धुनतर्फ साथीहरू। बिहान खाएको भाँडा धुनु पऱ्यो साथीहरू। देशभरि अल्छी लाग्छ के गर्ने साथीहरू। अहिले सबै शीतलमा फेरि सबै कामहरू धुनु पऱ्यो। भाँडा धोएर साथीहरू म चाहिँ लागि खुर्सानीमा पानी हाल्न। खुर्सानीलाई पनि पानी दिनु पऱ्यो, नत्र कसरी फल्छ साथीहरू। पानी हाल्नु पऱ्यो, मल हाल्नु पऱ्यो। खुर्सानीमा पानी हालेर फेरि मैले लुगा धुएँ गाइस। यति भन्दा मेरो मिनी ब्लग यहीँ सकिन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी ब्लग।